सोचेको छु। अहिले रासोपाले चाहिँ होइन अब बालेन र रासोपाको एकता पनि भयो। भविष्यमा रासोपाको बहुमत आएको खण्डमा चाहिँ बालेन शाहलाई प्रधानमन्त्री बनाउने जुन अहिले प्रस्ताव अघि बढाएको छ होइन, त्यो प्रस्ताव अगाडि बढाउनुमा होइन बालेन शाहले प्रधानमन्त्री बनाउने कुरा चाहिँ रासोपाको चाहिँ बाध्यता होला कि आवश्यकता जस्तो लाग्छ? यसमा चाहिँ अब दुई हो भन्छु म चाहिँ। यसपालि चाहिँ यसरी चाहिँ जानु भनेको आवश्यकता पनि हो र बाध्यता पनि हो। आवश्यकता किन भन्नुहुन्छ भने चाहिँ अब बहुमत नल्याएसम्म, बहुमत नभएसम्म माथि सत्ता चलाउन सकिनेवाला छैन होइन, बहुमत चाहिन्छ नै पार्टीको। अनि बालेनसँग जब रासोपाले चाहिँ सहकार्य गर्यो भने बालेनको फ्यान फ्लोरहरू पनि राम्रो छ, ऊ पनि देशले खोजिरहेको मान्छे हो होइन। त्यसले गर्दाखेरि चाहिँ अब आवश्यकता हो होइन। अनि जसरी पनि सिट बढी ल्याउँ हामीले, पार्टीले बढी सिट ल्याएसम्म सम्भव हुने त हो नि, त्यो आवश्यकता हो होइन। तर बाध्यता पनि अब त्यही हो, सिट नल्याएसम्म उनीहरूको त सम्भव नै छैन नि त सत्तामा चलाउन सक्ने। भोलि अरूसँग गठबन्धन हुँदै गर्दाखेरि त पार्टी त अब कहाँ कति सिटमा चित्त बुझाउनु पर्छ, उनीहरूले भनेको जस्तो एजेन्डाहरू पुरा गर्नै सक्दैन नि। त्यसले गर्दाखेरि बाध्यता आवश्यकता दुइटै छ, म चाहिँ त्यो भन्छु। तपाईँको चाहिँ के छ? यस्तो छ, बाध्यता हो भने चाहिँ के कारणले बाध्यता हो जस्तो लाग्छ होइन, आवश्यकता थियो भने चाहिँ के कारणले आवश्यकता थियो जस्तो लाग्छ? यसलाई त अब मैले मेरो आफ्नो व्यक्तिगत विचारले हेर्दाखेरि चाहिँ होइन, बाध्यता आवश्यकता दुइटैमा पर्न जान्छ है। जस्तै अब रासोपाले होइन ठिक छ कसैसँग च्याखे थापेर होइन सरकार बनाउँछु भन्यो भने 30-40 सिट नआउने होइन, आउँछ कुनै पदहरू पाउँछ। तर एकल सरकार 5 वर्षे होइन तपाईँको चाहिँ स्थिर सरकार बनाउन चाहन्छ भने चाहिँ यो चाहिँ एकदम बाध्यता नै हो क्या। अहिले नयाँहरू मिल्नु मेन त भनेको अब तपाईँको यङ लिडर जस्तै बालेन कुलमानहरू छन् नि त होइन। अब बालेनलाई लिएर आउँदा चाहिँ लगभग रासोपामा धेरै सिट बढ्नेवाला छ। त्यसले गर्दा अब एउटा उनीहरूको भनौँ न जनताको आवश्यकतालाई हेरेर, देशको आवश्यकतालाई हेरेर एउटा स्थिर सरकार 5 वर्ष सरकार बनाउनको लागि उनीहरूसँगै एउटा छातामुनि आउनु चाहिँ यो बाध्यता पनि हो जस्तो चाहिँ लाग्छ मलाई। र जनताले खोजिरहेको नि त्यही हो नि, गर्ने देशको लागि साँच्चीकै चिन्ता छ भने सबै मिलेर आऊ भन्ने टाइपको। जुन अब रासोपा